हेलो साथीहरू, गुड मर्निङ सेवाहरू। आजभोलि चाहिँ मेरो भिडियो चाहिँ एउटै खालको मात्रै भइरहेछ। अनि आज बिहान चाहिँ हामीले घर लिपेको थियौँ। घर चाहिँ हामी सधैँ पनि दुईजना मिलेर नै लिप्ने गरेको छौँ साथीहरू। अनि त्यस पछाडि हामीले चाहिँ घर यति लिपिसकेको थियौँ साथीहरू। हाम्रो सिक्वा साथीहरू हाम्रो घर चाहिँ कम्प्लिट गरिसक्यौँ साथीहरू। त्यस पछाडि मैले चाहिँ मुख धोएँ। सबभन्दा पहिला चाहिँ हामी उठेर घर लिपेको हो नि त, त्यही भएर मैले चाहिँ मुख दिएँ। अनि म बोजूले चाहिँ सयपत्री फुलको बिउ माग्नुभयो, त्यही भएर म चाहिँ सयपत्री फुलको बिउ ल्याउनु जाँदैछु। हाम्रो चाहिँ उता पल्लोपट्टि खोर्सानी बारी पर्खेर राखेको थियौँ हामीले चाहिँ। अनि त्यस पछाडि अस्ति नै मैले तपाईँहरूलाई खोर्सानी गोडेको भिडियो लाएको थिएँ। यिनीहरू यो खोर्ते हो, यो खोर्सानी चाहिँ अहिले चाहिँ सबै फुल्नु थालेको छ। अनि बोट पनि यत्रो यत्रो भइरहेछ साथीहरू, यतिको भइरहेछ। यो सबै अकबरे हो, यहाँतिरको चाहिँ अकबरे मात्रै हो साथीहरू। अनि आज पनि मेलो जानुपर्ने थियो, त्यही भएर मौसम चाहिँ बिहानदेखि नै बिग्रिरहेको थियो। अनि यो चाहिँ हो हामीले रोपेको फुल। अनि यहाँ चाहिँ हाम्रो मखमली र सयपत्रीको बिरुवा अगाडि र पछाडि राखेको। अनि यहाँ चाहिँ झारले एकदम सयपत्रीको बिउलाई चाहिँ खाएको थिएछ। मैले चाहिँ जस्तो पाएँ त्यस्तै बङ उखालेर सयपत्री फुल बोजूलाई लगिदिनुको लागि रेडी गर्दैछु साथीहरू। हाम्रोमा चाहिँ यहाँनिर कामले गर्दाखेरि झार उखाल्ने चाहिँ पाएकै छैन नि त, त्यही भएर मैले चाहिँ बङ जस्तो पाएँ त्यस्तै नै उखालिदिएँ। उखालेर म चाहिँ लाँदैछु साथीहरू। मैले चाहिँ यति जति उखालेँ, यति जति उखालेर मैले चाहिँ लाँदैछु साथीहरू। म चाहिँ अब लिएर जान्छु साथीहरू। लिएर गएँ, निकै टाढा नै छ। कपाल पनि नकुरी थिएँ, बिहानै उठेर घर ढुकेर मुख धोएर म चाहिँ चिया पनि नखाइकन केही मुखमा पानी पनि नहालिकन बोजूलाई फुल माग्नु भएको कारणले फुलको बिरुवा लगेर जाँदैछु। यहाँ चाहिँ हाम्रो बिरालो थियो, बिरालो यो चाहिँ हाम्रो चाहिँ होइन, अरूको बिरालो खै कसको कहाँबाट आएको। अनि यसको बच्चा पनि छ, अहिले चाहिँ यो भइरहेछ। त्यस पछाडि मैले चाहिँ फुल लिएर बोजूलाई दिन्छु साथीहरू। अनि त्यस पछाडि भित्र फोहोर हुन्छ भनेर मैले चाहिँ फेरि बोजूलाई बाहिर लगिदिएँ। बोजूले पनि बाहिर लगेर राखिदिएँ भन्नुभयो, त्यही भएर मैले चाहिँ बाहिर लगेर राखिदिएँ साथीहरू। यहाँ चाहिँ अङ्कलहरू पनि आइराख्नु भएको थियो। अनि हामीले चाहिँ जान छानेलाई दिएको थियौँ। त्यस पछाडि मैले चाहिँ फुलको बिरुवा चाहिँ यहाँनिर राखेँ। सबै झारे झार भइरहेको थियो। त्यस पछाडि मैले चाहिँ फेरि पनि घरभित्र बाहिर पनि लिपेको भित्र पनि लिपेको नि त, त्यही भएर म चाहिँ भित्र लिप्नुको लागि कुचो लिएर गएँ। भित्र चाहिँ माकुराको जालोले घेरिरहेको थियो, त्यही भएर मैले चाहिँ माकुराको जालो पनि फालिदिएँ अलिअलि भएको। अनि त्यस पछाडि साथीहरू अब चाहिँ म यहाँनिर रातो माटो लाउँदैछु। रातो माटो लाउँदै बाहिर लिपेको बेला भ्याएको बेला भित्र पनि लिप्छौँ। यो सबै काम भ्याएर चाहिँ दिउँसो मेरो पनि जानुपर्ने हुन्छ, त्यही भएर मैले चाहिँ रातो माटो लाउँदैछु साथीहरू। आज चाहिँ रातो माटो पुरै लगाएको थिएँ, अरू बेला चाहिँ म मुनि लाउँथेँ। आज चाहिँ मैले पुरै लगाएको छु। यो रातो माटो चाहिँ सुतामा तानेर बाङ्गो भइरहेको साथीहरू। खासै सिधा चाहिँ लाउनु आउँदैन मलाई चाहिँ। यहाँनिर पत्रिका पनि टालिरहेको छ नि त हामीले। अनि त्यस पछाडि बहिनीले चाहिँ चिया खानु बोलाउनु भएको थियो, त्यही भएर म चाहिँ चिया खानु पनि गएको थिएँ। लाइन चाहिँ गइसकेको छ साथीहरू। यस्तो अँध्यारो भएको छ, यो चाहिँ बाहिर मैले ढोका खोलेको छु, त्यही भएर म त यहाँ कोठा चाहिँ हल्का उज्यालो छ। अनि यहाँभित्र हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ लाइन गएपछि भित्र चाहिँ एकदम अँध्यारो हुन्छ, हेर्न सक्नुहुन्छ। यता कोठामा यहाँनिर चाहिँ हाम्रो जे पाए त्यही सामान छ साथीहरू। यो सामानहरू चाहिँ इग्नोर गरिदिनु होला। मैले चाहिँ यहाँ भएको सबै सामानहरू चाहिँ पछाडि मेरो खाटमा यसरी यहाँ राखेर चाहिँ लिप्दैछु। यहाँ चाहिँ जहिले पनि हाम्रो चाहिँ सबै सामानहरू राख्ने गरिन्छ। लाइन चाहिँ आइसक्यो साथीहरू। सुरु यो लाइन भएको बेला, अहिले चाहिँ फेरि लाइन आएन भने चाहिँ अँध्यारो भयो भने चाहिँ मैले टर्च बालेर लिप्नु पर्ने हुन्छ नि त, त्यही भएर एकदम गाह्रो हुन्छ।
म लिप्छु। अब चाहिँ साथीहरू मैले चाहिँ रातो माटो लगाइसकाएँ, पाएँ त्यही सामानहरू चाहिँ जे पाएँ त्यही नै छ बेसी वरिपरि नै लगाइसकेको छु। मैले चाहिँ रातो माटो अनि मेरो कोठाको बिजोक मेरो कोठा चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ कपडाको थुप्रो यहाँ छ ओड्ने ओछ्याउने मैले जे पाएँ त्यो सामान नै राखिरहेको छु साथीहरू। अनि रातो माटो मैले तपाईँहरूमा जस्तो पाएँ त्यस्तै भिडियो अपलोड गरेँ साथीहरू। यो चाहिँ मेरो कोठा, त्यही भएर यो चाहिँ हो मेरो कोठा। राखेको छु। खतरा भयो इग्नोर गरिदिनु होला साथीहरू। यहाँ चाहिँ ऐना राखेको छु मैले। अनि म चाहिँ फटाफट फेरि भुइँ लिप्नु थालेँ रातो माटो लगाइसकाएर। ढिलो हुन्छ मैले फटाफट लिपिनँ भने चाहिँ मैले यता कोठा लिपेर फेरि भित्र पनि लिप्नुपर्ने थियो, त्यही भएर म चाहिँ फटाफट लिप्छु साथीहरू। चाहिँ यहाँनिर चाहिँ चिसो उठिरहेको थियो घरभित्र पनि अनि किचन यता कोठामा पनि साथीहरू। अनि त्यही भएर जति लिप्दा पनि सुकिरहेकै थिएन। मैले चाहिँ लिप्नु नै गरिरहेको थिएँ। यो चाहिँ सुकेको थिएन एकदम। अहिले पानी गरेको कारणले चिसो उठिरहेको थियो। भुइँहरू चाहिँ सधैँ चिसो भएर भत्किरहेको थियो आफै नै चिसोले गर्दाखेरि। पहिला यस्तो हुँदैन थियो, अहिले चाहिँ कहाँबाट पानी छिर्नु थालेको छ। त्यही भएर यहाँनिर चाहिँ मैले चाहिँ यहाँनिर दरहरू त तान्दैछु अनि लिप्दै गर्दैछु। एकदम सुक्खा बनाउने कोसिस गर्दैछु। सुक्खा बनाएन भने भित्र चाहिँ आउने जाने काम भइरहेको नि हुन्छ हाम्रो चाहिँ। त्यही भएर हामी टिप्दाखेरि चाहिँ एकदम छिटो भत्किन्छ नि त। त्यही भएर म चाहिँ एकदम सुक्खा बनाउने कोसिस गर्दैछु। जति मैले लिपेको गरे पनि यहाँनिर चाहिँ सुक्खा भएकै थिएन, किनभने यहाँनिर हाम्रो चाहिँ आजभोलि पानीले गर्दाखेरि सबै चिसो उठिरहेको छ साथीहरू। अनि म चाहिँ ओरतिर लिप्दैछु खाटोहरूले गर्दाखेरि लिप्नु चाहिँ एकदमै गाह्रो हुन्छ। सबै फेरि भित्रै पसेर लिप्नुपर्ने हुन्छ, त्यही माथि खाटो नै छ साथीहरू। त्यही भएर लिप्नु चाहिँ एकदमै गाह्रो हुन्छ। त्यही माथि सामान चाहिँ यहाँनिर 100वटाभन्दा पनि बेसी नै राखिरहेको छु मैले चाहिँ। अनि ओछ्याउनेहरू सबै यहीँनिर नै छ साथीहरू, अरू ठाउँ राख्ने ठाउँ छैन। त्यही भएर यहाँ खाटा अलिक बेसी भएको कारणले हामीले चाहिँ यहाँनिर राख्छौँ सबै अनि ओछ्याउनेहरू चाहिँ। अनि त्यस पछाडि म चाहिँ यहाँनिर रातो माटोमा सिधा मिलाउँदैछु साथीहरू। यो मैले लिप्दै गरेको ठाउँमा मात्रै हल्का अलिकति डाँडा छ, त्यहाँ मात्रै चिसो उठ्दैन, बाँकी अरू ठाउँ एकदम ज्यादा चिसो उठिरहेको छ। भित्र त्यस्तो पानी परेको सिजनमा चाहिँ हाम्रो चाहिँ घरहरू जहिले पनि यस्तै हुन्छ। त्यही माथि बाहिर चाहिँ एकदम ज्यादा भत्किन्छ। बिहानै झुरुक्कै उठ्ने बित्तिकै हामीले बाहिर लिपेर फेरि पनि माथि भित्र लिपेर चिया खाएर यता आएको हो साथीहरू। अब मैले पनि जानुपर्ने हो। मेरो भिडियो चाहिँ जस्तो पाएँ त्यस्तै साथीहरू। मलाई चाहिँ खासै राम्रो भिडियो बनाउनु चाहिँ आउँदैन भनेर म पहिल्यैदेखि नै भनिरहेको छु। यो भिडियो जस्तो पाएँ त्यस्तै नै हुन्छ। मलाई चाहिँ त्यति साह्रो राम्रो भिडियो बनाउनु चाहिँ खासै आउँदैन, किनभने यो मेरो सुरुवात मात्र हो। मैले पहिला बनाएको थिइनँ, त्यो माथि मस्तो खालको जालो थियो, त्यही भएर मैले चाहिँ पारिदिएँ साथीहरू। अनि त्यस पछाडि म चाहिँ खाना खाएर फेरि पनि आज पनि मेलोतिर जाँदैछु। अनि नानीले पनि पछि आयो, त्यही भएर नानी पनि रोडसम्म जाँदैछ साथीहरू। अनि हामीले चाहिँ हातमा चाहिँ मेहन्दी चाहिँ अगाडि नै लगाइरहेको थियौँ। 1 गते नआइकन साउन नलागिकन हातमा चुरा र मेहन्दी चाहिँ लगाइराखेको थियौँ। म चाहिँ चुरा र मेहन्दी हातमा लगाएको चाहिँ देखाउँदैछु साथीहरू। अनि त्यस पछाडि आज चाहिँ म धामी राख्नु जानुपर्ने थियो, त्यही भएर जाँदैछु साथीहरू। गफ गर्दै जाँदैछु, मेहन्दीहरू देखाउँदै चुराहरू देखाउँदै। अनि चाहिँ हाम्रो अलैँची बारी हो, अलैँची चाहिँ खासै फलेको छैन। अलैँची बोट सबै मरेर अनि डेली प्रायः जानुपर्ने हुन्छ नि त। अनि चियाको पत्ता साथीहरू 3वटा पात टिप्नुपर्ने हुन्छ नि त चिया। अनि त्यस पछाडि यहाँ अगाडि चाहिँ बहिनी हिँड्दै हुनुहुन्छ। अनि यहाँ तलतिर बहिनीहरू पनि जानुपर्ने थियो, त्यही भएर हामी सबै घरतिर निस्किँदै बहिनीहरूसित गफ गर्दै जाँदैछौँ साथीहरू। अनि यो चाहिँ हाम्रो मेलो। अनि यहाँनिर चाहिँ अघि ठाउँ भन्न सक्नुभएको थियो। अनि आन्टीहरूले चाहिँ रोक्दै पनि हुनुहुन्थ्यो यहाँनिर, आन्टी छोरीहरूले चाहिँ। अनि हामी पनि हतार गयौँ अनि गएर रोक्यौँ साथीहरू।
रोपेको भिडियो चाहिँ मैले हालिनँ। अनि छिनछिनमा अहिले चाहिँ फुर्सदको टाइम भएर मैले चाहिँ भिडियो बनाउनु पाइरहेको थिएँ। यहाँ चाहिँ बहिनी र भान्जीले रोप्दै हुनुहुन्थ्यो अनि यता चाहिँ अङ्कलहरूले ठाउँ बनाउँदै हुनुहुन्थ्यो। यो अङ्कलहरूले ठाउँ बनाउनु भएकोमा चाहिँ हामीले रोप्ने भनेर हामी चाहिँ एकछिन उभिरहेको थियौँ। यता चाहिँ बहिनीहरूले रोप्दै हुनुहुन्थ्यो त्यही भएर। अनि त्यस पछाडि यता चाहिँ बहिनीकोमा उभिरहेको छौँ। यो गाना अझै बहिनीकोमा रोप्ने भनेर बसिरहेको छौँ। अनि त्यस पछाडि दिउँसो हामीले खाजा खायौँ साथीहरू। खाजा खाएको भिडियो बनाउनु चाहिँ मैले बिर्सेँ। त्यस पछाडि खाइसकेको मात्रै भिडियो बनाएँ। खाइसकेर साथीहरू यहाँनिर चाहिँ खाजा खाइसकेर फेरि पनि हामी चाहिँ मेलोमा गयौँ। यहाँ चाहिँ अङ्कलहरूले ठाउँ बनाउँदै हुनुहुन्थ्यो। बनिसक्नु भएको थिएन त्यही भएर हामी चाहिँ एकछिन उभिरहेको थियौँ। अनि यता चाहिँ नातिनी बहिनीहरू हुनुहुन्थ्यो। अनि पारि चाहिँ बादल चाहिँ कस्तो मजाले उडिरहेको थियो। तर यहाँ भिडियोमा चाहिँ खासै मजाले उडेको देखिरहेको छैन। हामीले चाहिँ कस्तो राम्रो उडिरहेको देखेको थियौँ प्रत्यक्ष हाम्रो आँखाले चाहिँ। त्यही भएर हामीले चाहिँ यहाँनिर भिडियो खिचेको तर भिडियोमा चाहिँ खासै राम्रो देखिरहेको छैन। अनि त्यस पछाडि मैले चाहिँ सबैजनालाई निकालेँ। मेरो हालत चाहिँ एकदम खतरा भइरहेको छ अनुहारभरि हिलो लागेर खुप्पडाभरि। अनि त्यस पछाडि हामी चाहिँ मेलो सकेर घरतिर लाग्यौँ साथीहरू। तल चाहिँ अङ्कलहरू आउँदै हुनुहुन्छ। अनि त्यस पछाडि यहाँ चाहिँ नातिनी उभिराख्नु भएको छ। नातिनी उभिराख्नु भएको। अनि तल चाहिँ मम्मी र आन्टी आउँदै हुनुहुन्छ। म चाहिँ घर आउँदा रात परिसकेको थियो साथीहरू। म चाहिँ आएर लुगा फेरेँ। बाई बाई साथीहरू।